हेलो गाइज अगेन वेलकम ब्याक टु माई अनदर भ्लग है। आज चाहिँ यहाँनिर दिदीको बर्थडे सेलिब्रेसन हुँदैछ है। अन्त म र भाइ आएको छ खानु है। सानो केक काटेको छ यहाँनिर, केक चाहिँ हो। अन्त दिदी चाहिँ यहाँ हुनुहुन्छ है होइन। अन्त यसो यहाँनिर क्यान्डल बाल्दैछ दिदीले होइन है, हेर्न सक्नुहुन्छ है। ब्युटी क्विन चाहिँ यता चाहिँ यहाँनिर भाइ पनि छ है। यहाँनिर कोकी आज बर्थडे सेलिब्रेसन हुँदैछ यहाँ दिदीको। सानो फ्यामिलीमा ठुलो माया है। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर सासी, ह्याप्पी बर्थडे टु यु, मे गॉड ब्लेस यु, मे गॉड ब्लेस यु, ह्याप्पी बर्थडे डियर सासी, ह्याप्पी बर्थडे टु यु। प्रे गर विस्मान। गाइस अब चाहिँ म यहाँ कटिङ गर्न आँटेको हैन। ल केक कटिङ हुँदैछ है। अब चाहिँ यहाँनिर रियानी छ। रियान कुमारसित बोले रे। हेलो भन न। हेलो भाइ, के छ सल्कबर? बडालाई फर्स्ट। आउन मम्मी यता। तपाईँ कहाँ हुनुहुन्छ? गाइस चाहिँ म नानाको बर्थडे रहेछ है। बडा यहाँनिर बडीलाई खुवाइदिनु हुँदैछ। आ गर्न यहाँ आउनु नि हाम्रो बाबा त। ल राखेको, गुड नाइट। गुड नाइट भन्दै दादालाई। यहाँनिर केक खुवाइदिँदैछ है। नसुता फोन पकेर अब नौ माई टर्न। अरे खाला ठुलो। थ्याङ्क यू, ह्याप्पी बर्थडे। मलाई पनि एलर्जी छ, मलाई मन पर्दैन। रियानलाई ससा म चेरी खाने। हातमा दिनु यसले एकैचोटि खान्छ। सची नानालाई खुवाइदियो पहिला। सची नानालाई खुवाइदियो। खै नानालाई खुवाइदिएको। सिद्धालाई ल। अरे फक्यो ल। सानो मात्रै खानु ल भन्दैछ। यतिको चाहिँ हुनु पर्यो नि त। बाबा खाने आगे ल भाइ यस्तो गर। अब चाहिँ स्टप गरेर अब चाहिँ औकातमा उत्रिन्छ। सबैजनाले यस्तो खालको हुन्छ। अब चाहिँ सोचेर खाने है। मलाई हामी चाहिँ यस्तो हुन्छ है गाइस। मैले अस्ति भनेको थिएँ नि भिडियोमा, केटी मान्छेहरू चाहिँ यस्तो गर्दै खान्छ होइन। लास्टमा चाहिँ यो हुन्छ भनेर।